बन्द गरिदिनु भयो। आई थिङ्क अहिलेसम्म सबैले हेरिसक्नुभयो होला समीर भट्टको बर्थडेको अवसर पारेर होइन। बलिदानको टिजर आइसकेको छ। टिजर राम्रै देखिन्छ, राम्रै देखिन्छ। आई थिङ्क लास्ट टाइमको मुभीहरू जति पनि आएको थियो तिनीहरूभन्दा बिजिएम, आई लभ बिजिएम। ओके सरी। तपाईँले हेरिसक्नुभयो होला। यदि अझै पनि थाहा छैन के को कुरा गर्दैछु भने हिजो समीर भट्टको बर्थडेको अवसर पारेर बलिदानको टिजर आइसकेको छ, ड्रप भइसकेको छ। टिजर हेरिसकेपछि पनि खासै म एक्साइटेड छैन, कज जबसम्म ट्रेलर आउँदैन, वाट स्टोरीको अलिकति सुइँको पाइँदैन तबसम्म त्यो एक्सन अनि त्यसले मात्र मलाई एक्साइटेड गर्दैन। किनकि लास्ट टाइम जुन दुईवटा मुभीहरू आएको थिए, कर्मा र पिताम्बर, त्यसको जस्तो ध्वस्त नहोस् लभ स्टोरी। कर्मामा त हिरो हिरोइनको लभ स्टोरी नै ध्वस्त नै थियो। बट मैले जे भन्छु, आइ एम नट एक्साइटेड अबाउट हिरो हिरोइन्स लभ स्टोरी। त्योभन्दा नि बढी आइ एम एक्साइटेड, जुन चिजले मलाई एक्साइटेड गर्छ त्यो चाहिँ हिरो र भिलनको लभ स्टोरी हो क्या। हिरो र भिलनको रोमान्स हेर्न जति मजा लाग्छ नि त्यति हिरो हिरोइनको रोमान्स हेर्न मजा आउँदैन क्या। एन्ड अहिलेसम्म आई थिङ्क भिलन रिभिल गरिसकेको छैन को हुन्छ मेन भिलन, खलनायक। समीर भट्ट चाहिँ मेरो लागि यो मुभी हेर्न थिएटरमा जाने चिज चाहिँ सन्तोष सेन प्लस त्यो अगाडिको भोइस ओभर छ, न्यारेसन विराज भट्टको न्यारेसन। म त्यो सुन्नको लागि मात्र भयो भने जान सक्छु थिएटरमा, कज विराज भट्ट अलग्गै लेभलको इनर्जी र अलग्गै लेभलको मजा आउँछ विराज भट्टको भोइस सुन्दा मात्र पनि। आई थिङ्क स्टार्टिङको डाइलग, देशको चिन्ता माटोले खोजी रहेछ जसलाई जन्माइन आमाले उसलाई, सरी टेक त्यो जुन अझै पनि समीर भट्टकै लागि भनेर यो मुभी हेर्न जाने केही देख्दिनँ म। कज लास्ट टाइम 12 गाउँ पनि म विराज भट्टकै लागि हेर्न गएको, एन्ड यसमा पनि विराज भट्टको न्यारेसन छ जुन त्यो सुन्नको लागि मात्र भए पनि म थिएटरसम्म जान्छु। प्लस सन्तोष सेन पागल आदमी हो, हेर्दा त्यस्तै लाग्छ, सुन्दा जसरी इन्टरभ्यूमा प्रेजेन्ट हुन्छ त्यो मान्छे इज अलग लेभलको पागल मान्छे हो फिल्मलाई लिएर हो होइन। अनि त्यस्तो मान्छेले आफ्नो नेक्स्ट प्रोजेक्टमा के गरिरहेछ भनेर त्यो हेर्ने त क्युरियोसिटी त हुन्छ नि होइन। मलाई त्यसले क्युरियस बनाउँछ यो मुभी हेर्न जानलाई होइन। नत्र त लास्ट टाइम 12 गाउँमा जसरी त्यो जबरजस्तीको डान्सर देखाउन कोसिस गरेको थियो समीर भट्टलाई, 12 गाउँको डान्स कोरियोग्राफी त्यो कुरा न, त्यो दोस्तै छ, त्यो दोस्तै थियो। त्यसमा जतिखेर मन लाग्यो त्यतिखेर सङ आइदिएछ, जतिखेर मन लाग्यो त्यो कुरा नगरौँ त्यसको। आई होप सन्तोष सेनको यो मुभी पिक्चर नहोस् लास्ट टाइम जस्तो प्रेम गीत 3 थियो आई थिङ्क, त्यो पनि दोस्तै थियो। आशा गर्छु यो बेटर होस् एन्ड समीर भट्टको मुभीको नामले चिनियोस् होइन। बिकज लास्ट टाइम त फुल सबको आँखा विराज भट्टमा थियो होइन। मुभी हेरुन्जेल त्यो मुभी
को स्टोरी होल मुभी हेर्दा पनि त्यो विराज भट्टकै मुभी जस्तो लागिरहेको थियो क्या। योचोटि सायद आशा छ त्यस्तो हुँदैन। अनि सुरुमा विराज भट्टको न्यारेसन सुनिसकेर समीर भट्टको आवाज सुन्दा चाहिँ फिका लाग्दो रहेछ। यति हो, सक्यो।